सो हेलो गाइस वेलकम ब्याक टु माई न्यू अनदर ब्लग ट्याक्कसँगले हामी चाहिँ हाइकिङ जानका लागि केटाहरू रेडी चारजना मात्रै अब त्यहाँसम्म पुग्दा त बबाल देखिन्छ कि क्या हो भाइ ऊ माथिको डाँडा जानला हो यो टुप्पो डाँडा जानला हामी चाहिँ केही छैन ठिकै लाग्यो अब हामी हाइकिङ हामी चाहिँ लाग्यो इन्जोय गाइ आर यु एक्साइटेड ला भेगु चाहिँ बिर्सेँ नि मैले त ब्यागको त ऊ ब्यागभित्र ब्यागभित्र थियो त्यही हाल्दैछु मैले सुसेडन यस कस्तो लागिरहेको छ तपाईँ फिलिङ एक्साइटेड इङ्ग्लिस रे अब जबले मलाई त्यही भारी पकाएर के भएको अम्बो के अरे भारी जब एउटा गिटार बोकेर हो यहाँ खाना यसले बोकेको छ यहाँ मैले पानी बोकेको छु इन्जङ भएको पाली आउँछ नि अब एकजनाले बिस्ताउँदै आज चाहिँ हामी कहाँ अरे दाइ फेकजोन चाम्लिङ हो डाँडाबारी जान आँटेको हामी चुम्लुङमा छौँ चुम्लुङबाट अब माथि जाने होला भगा बोक्दा भइहाल्छ दाइ पनि भेजा छ अनि बोकेर आउनु पर्दैन ए बोक्ने लायकको छैन बोक्ने लायक थियो नि नि तल मैले त जस्ट यत्रो बोक्ने लायकको भनेको क्या बोकेरै अन्त ए सानो चिनो त्यो कुरा चलाउने होइन के चौरी हानेको यो पकाट्नु त दाइ के सोचेको आइसले गर्दाखेरि लेट भयो के त्यो दाइ खाइ न त हामी यतिखेर पुगिसक्नु पर्ने हो यो चाहिँ कस्तो खाले कुखुरा हो बा दाइ ओ दाइ यो चाहिँ कस्तो खाले कुखुरा हो बा भेजा छ त नि यस्तो नि कुखुरा पाउँछ यहाँ शेषे दाइ पनि भेजा छ हौ दाइलाई सिकाउनु पर्छ होइन दाइ त कुना काप्चा धरानको सबै डुलिसकेको होइन दाइ हो कि होइन 3 कुनेदेखि 4 कुनेसम्म सबै डुल्दै गयो अरे नि त दाइ त अगाडि यहाँ त्यतिजना त कुहिँदै अरे हिँड्दैछ खयो दाइ ओ दाइ रोहन दाइ खयो यसो कलेज पढ्ने चिक्सहरू निस्किन्छ भनेको त्यो डटफट मलाई उठाउनु भएको तपाईँले खयो देखाइ पर्दैन त हामी त कलेजतिर नि आइसक्यौँ हौ लेडीहरू देखाइ पर्दैन यसो जिस्काइदिउँ भनेको देखाइ पर्दैन त कहाँ गयो धारानको परिहरू गाइस हामी चाहिँ कुन ठाउँ अरे दाइ हामी ल गाइस मेरोमा कनेक्ट रहेछ नि त भयो ल गाइस लुक एट द भ्यू अहिले चाहिँ बिहानको कति बजेछ भर्खर 7:06 भयो एज यु क्यान सी केटाहरू माथि मन्दिरतिर लाग्दैछौँ हामी आयो निन्जा हातोरी तलबाट हेरेको डाँडा भर्खर आइपुग्यौँ अब यहाँदेखि माथि मन्दिर निस्किने मन्दिरबाट अझै जान्छौँ ल साथीहरू भर्खरै मन्दिर कटेर आयौँ भर्खर मन्दिर कट्दैछु हामीमा पसिनाले त खलखल यहीँसम्म पुग्दाखेरि अब पिण्डेश्वरी मन्दिर चाहिँ कट्यौँ देखाउनु चाहिँ पाइएन सरी त्यसको लागि अब हामी जाँदैछौँ हाम्रो डेस्टिनेसनको तर्फ यहाँ एउटा बौला कराएको कराएछ फेरि यो भाइ चाहिँ कस छैन रे भाइको
घरिघरि यस्तै हो भाइ हजुर अन्त नि अर्को ग्रहबाट आएको हो क्या बाजे यो मान्छे मङ्गलम भगवान् यो हेरेर यस्तो देखाउनु पर्छ आम्मा हाइट भएको फाइदा मलाई चाहिँ हाइट नभएको के फाइदा अम्बो यो त खाली छ त हौ खाली हुन्छ नि सर प्लिज 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 बेसी लागेको छैन आम्मा कटरको बोर्ड हेर कटरहरू राम्रो हेर नि त ड्रागन सब्जी चाहियो भने आउनु सक्नुहुन्छ के हो ज्याक फ्रुट मेरो नाम लिने 50% डिस्काउन्ट बल्ल बल्ल फ्री भएँ म 10 किलोको भारी बोकाएर के भएको अलिकति के बोकाएको 10 किलोको अरे झन् हामीले त्यहाँ तलदेखि बोकेर आएको होइन चाहिँ घरको ढुङ्गादेखि होइन उसलाई त त्यत्रो गिटार मात्रै दिँदाखेरि पनि अब स्यासो र फ्याप्या अरे झाप्ले भाइ तिम्रो साथीहरू भाइ ऊ तिम्रो साथी चुप्पा खाइदेऊ न ए बाँगे जस्तो बस्छ त बाँगे हो हामी जानुपर्ने चाहिँ अब घुमेर ऊ त्यहाँ परबाट यो डाँडा हो हेरौँ भर्खर यहाँ आइपुग्दैछौँ अब बुढा सुब्बा मन्दिर आइपुग्नु लागि हामी फर्स्ट डेस्टिनेसन ओ दाइ होइन पूजा होइन हामी कन्या हेर्न आएको कन्या हो कन्या माग्नु त गोडी लिएर बाछा बाट्नु पर्छ र कति मागिँदैन भाइयो कन्या माग्नु त गोडी लिएर बाछा बाट्नु पर्छ र कति मागिँदैन भाइयो होइन घरमा गएर माग्नुपर्छ नि सिरबाजे खायो घरमा माग्ने हो ल घरमा मन्दिर बनाएको क्या काम होइन बुढा सुब्बामा यो फोटो खिच्ने हो केटा हो यहाँ बुढा सुब्बामा यहाँ बस यहाँ भाइ केटाहरू सबैजना बस न पखल हामी चाहिँ बुढा सुब्बा मन्दिर आइपुग्यौँ होइन अब यसरी भिडियोबाट हेरेर दर्शन गर्नु होला कोले हेर्दै हुन्छ बाहिरबाट ट्याक्कसँगले सक्नु दाइ म त घन्टा नबजाखेरि चित्तै बुझ्दैन ठिकै छ नि त बजाउँदै गर हिँड त्यति डाँडा नजिक आउँदैछ चिल भाइब आयो बल्ल तर माथि चाहिँ कसम पानी परेको जस्तै देखिरहेको छ फगी अब म चाहिँ हल्का केटा त दग्दी त दिनु पर्यो भाइ त को त कहाँबाट आएको है ओइ त कहाँबाट आएको त नि खोजेको ओए 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 के रे भाइ हाफ माइन्ड हो यो तिम्रो बाउ ठेकेदार हो लगाइमा खिचा तिम्रो बाउ मिस्त्री हो चिनी जा गएर बना नेपाललाई राम्रो बनाउँछ त्यो बारेमा सोच न मुख फाडेर भनिदिएको छ नेपाललाई अमेरिका जस्तो जा गएर तै बना भाइ यो त भोला खाएर त फ्याएको तिमीले भाइ त टिपाले त आशिका त तम्रागर मेरो त आन्टीहरू आशिका त तम्रागर मेरो त आन्टीहरू दाइको रिश्तेदार बनाएको थियो भाइले यहाँ फोकस जोन चामलिङ लाइट ए के गरेको जोन चामलिङ पनि लाइट पनि कतिजना छ हौ आमा पुच्छर पनि रे झ्याप्ले पनि रे त्यसको त फन्डै दिए हामी चाहिँ खाजा खाने स्पट आइपुग्यौँ हाम्रो ट्याक्कसँग पहिला पनि यही ठाउँमा बसेर आएको थियौँ कि हामीले पनि पहिला आउँदा नि ट्याक्कै माथिदेखि आमा कस्तो फोनमा चाहिँ अब आँखाको जस्तो त हुँदैन फोनको क्यामेरा तर मैले हाम्रो खाजा चाहिँ गाइस यो अन्डा चौचौ भाइ
कस्तो भयो यहाँसम्म आउँदा यहाँसम्म त केही भएन धनकुडियामा चाहिँ बनाएको फिल्म ठ्याक्कै थाहा भन्नुहुन्छ ज्योतिष तपाईँ यो 25वटा दाँत छ ठ्याक्कै थाहा भन्छ सिसी दाइले त आमा दाइले मात्र दिभाग दाइले त्यसरी फाइनली डाँडा चढ्ने बाटो आयो चढ्न लाग्छौँ अब हामी अहिलेसम्ममा कस्तो अनुभव भयो है तँलाई अलिक थकाइ रमाइ हल्का पेट पूजा त्यस्तै हो भाइलाई नट ब्याड जस मजा आइरहेछ इन्जङ भाइ गुड छ ठिकै छ यत्तिको हुनुपर्छ अझै त हामीलाई अझै कति माथि पुग्नुपर्ने छ होइन हाम्रो धरान माथि डाँडामा पुगिकन चाहिँ भ्यू देखाउनु मन छ एकपल्ट ट्याक्कसँगले एज क्यामेरा क्वालिटी त राम्रो छैन तर पनि ट्याक्कसँगले बनाएर देखाउने नि जो हो सबैजनालाई मनपर्छ होला अनि जसले मलाई अहिलेसम्म हेर्दै हुन्थ्यो मन पराइदिनु भएको थियो मेरो ब्लग हेरिराख्नुहुन्छ होइन उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद अनि त्यहाँदेखि नयाँहरू कसैले हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु होला सेयर नगर्ने सब्सक्राइब र लाइक चाहिँ गर्नु नै होला ल अब यसै फोटो खिच्नुपर्छ ल केटाहरूको एक एक ल गाइस बल्ल बल्ल अलिक हाइपमा आइपुग्यौँ
बाटो चाहिँ यहाँदेखि हेरी असम छ नि त। लु साथीहरू हामी थकाइ मारेर पनि निस्किसकेका छौँ बाटोतिर आफ्नो डेस्टिनेसनतिर। यो जोस चाहियो जोस। यहाँबाट पनि लागियो अब सरङ्गटको खुर्केटो होइन भन्दै मेरो लट्ठी बोके नि अब ट्याक ट्याक केटाहरू पनि लाग्दैछन् अगाडि ट्याक्कसँगले। आमा क्या बवाल्दै यतापट्टिबाट चाहिँ ट्याक्क हो रमाइलो गर्नुपर्छ गेडो पसिनाले आम्बो। अपने को तो सिर्फ क्या है हिँड्ना है दौड़ना है बस है ना कुजा जिन्दगीमै खुस रहना है। अनि अरू कमाउनु भन्दा ठुलो कुरो चाहिँ आफू मान्छे खुसी हुनु पर्यो त्यतिकै सक्यो। बेला बेलामा यसरी ट्रेकिङ पनि हिँड्नुपर्छ। टेबल कभी सोफा नै होता है सोफा कभी तोफा नहीं होता। अच्छी बात है खिचु Wait. That's damn yeah. भाँसेको हो र भाइ त्यस्तै हो र। ठाउँ छ यो दानाबारी भन्ने ठाउँ। दानाबारी भन्ने ठाउँ त अझै माथि हो भाइ, अलिक माथि नै छ। निकै टाइम लाग्छ हो भाइ। हौ गाठे तर यो फ्रन्ट क्यामेराबाट चाहिँ कस्तो त्यो ब्याकग्राउन्डहरू चाहिँ बवाल देखेको क्या यो भन्दा नि ब्याक क्यामेरा भन्दा नि। सो गाइस अहिले चाहिँ हामी हाम्रो पोहोरको त्यो ट्री हाउस भन्ने ठाउँमा जाँदैछौँ। अब थाहा छैन त्यो चाहिँ तल नै थियो कि तल नै हामीले छोड्यौँ कि त्यहाँ माथितिर हो भनेर। मलाई जहाँसम्म लाग्छ माथि जस्तै लाग्छ। फेरि त्यो बाटो उयो बिग्रेको देख्दाखेरि चाहिँ दिमाग घुर्नुपर्छ। अरे तल जस्तै पनि लाग्छ होइन। अब हेरौँ र म एकजना भाइ जाँदै हुन्छ म उहाँलाई भाइ भाइ ओ भाइ यहाँ सुन न भाइ लौरोले हान्नु न। ओ तिमी यहाँ बस न भाइ यहाँ सुन न यहाँ सुन न। कुहिरो हो कि क्या हो भाइ बाहिर आएको कोलम्बियाबाट आएको तिमी भाइ यहाँ सुन न यता यता हेर न भाइ इन्टरभ्यू लिनु लाग्यो हो भाइ म इन्टरभ्यू क्या तिमीलाई म एउटा कुरा सोध्छु कि यसरी कहाँ हिँडेको तिमी पक्रिनु पर्दैन म पक्रिदिइहाल्छु। क्यामेराम्यान कट इट। त्यो गाइस देख्न सक्नुहुन्छ धरानको भ्यू यहाँ देख्न सक्नुहुन्छ। यो भाइले उपद्रो गरेको यहाँबाट यो भाइ अलिकति चिप्लियो कि गेम फिनिस 1 मिस गेम फिनिस देख्न सक्नुहुन्छ। ऊ बरा दिएको छैन हौ आम्बो। ए गोर्खा त्यही छ बराहरू गोर्खाहरू ल जाम। हाम्रो ट्री हाउस पनि आउँदैछ भाइ आऊ फलो मी। हाम्रो किन क्यो छेक्यो त्यो पारी डाँडा माथि उसेर कुहिरोले। बस्नु त यतै अब हामी चाहिँ अब ट्री हाउस भन्यो लास्टमा ट्री हाउसै भत्किएर सका भएछ। केटाहरू गीता निकाल अब एकछिन बसौँ रेस्ट गरौँ अनि त्यहाँदेखि अब यहीँनिर खाना खाने अहिले नखाऊँ न त कि खाने अलि धेरै कुरा झन् माथि बा त एकछिन बसौँ न त होइन। हान्दिमा अब धेरै कत्रो सोचिरहेको हान्नु अहिले एकछिन गिटार बजाउँदै बसौँ न त। हिँडाइदिनु पर्छ। फेरि म त खाना खाने बित्तिकै हिँडाउँछु नि फेरि लु हिँड्छु झन् माथि गएर खाम भन्दा होइन अरे झन् अन्त नि भाइ होइन बुढो हान्दिम लु निकाल त जुगु भाइ यसो क्या एकछिन बसौँ यहीँ होइन बसेर रेस्ट गरौँ अनि एकछिन खाम अहिले खाम अनि अनि त्यहाँदेखि खाएर बस्दा नि उठै त हो। अहिले एकछिन त बस्यो भने त माथि गएर खाम होला हुन्छ होइन। ए हुन्छ
माथि नै हान्नुपर्छ ल हामी त फर्कियो भने छिटै फर्किने होला नि त नबोले पनि बेला बेला मैले नि भ्लग चाहिँ बनाउनु पर्दो रहेछ स्टार हान्नु पर्दो रहेछ हामी चाहिँ हिँड्ने टिम यहाँ त्यो कमिसन चाहिँ आउनु पऱ्यो है फेरि एक्लै एक्लै होइन यो पागललाई चाहिँ आधी बाटोमै भेटेको चिन्दिनँ होइन खाना माग्दै थियो हामी चाहिँ यहाँबाट हिँड्ने आँट्यौँ भ्यू यस्तो छ हातमा लट्ठी छ यस गाइस अब हामी यहाँदेखि लागेको माथि लाग्दैछौँ बिस्तारी बिस्तारी ल माथि गएर भेट्नुपर्छ अब हेभेनली अब आयो नि त भित्रको बाटो भनेको अब हेर्न फर्किँदा तिमीहरूलाई झन् दामी बाटो लाग्छ तल माथि उकालो डाँडा काँडाको बाटो ओए अब कस्तो फिल हुँदैछ तँलाई हेर्दा कस्तो लाग्छ मुखदेखि पसिना निस्किँदा ठ्याक्कै ला नस्पतिको बोट ढलेछ त के गरेको भाइ नस्पति टिपेको पानीको बोतल खोला त भाइ अहिले नै अब माथि आयो माथिबाट जानु पर्यो ए यो त उयो भनेको गाइस आम्मा त्यहाँ तलदेखि बिसाको ठाउँदेखि यहाँसम्म आइपुग्यो यहाँ आइकन ज्याकेटै बिर्स्यो फेरि हो अघि मलाई भन्दै थियो केही त बिर्सेको छैनस् नि भन्दै थियो अहिले उसले नै सामान बिर्स्यो हावाहरू हावाको तालमा हिँड्छ कुकुर गयो त्यसले आएन लजाइ खाँदैछ कि लग सिक्री खाँदै म यो झ्याप्ले भाइ बौलाको देखेरै छक्क परिसक्यो भने बाटोमा यस्तो ठाउँ आइकन त अब चुप लगाएर बस्नु आनन्दले मजा लिँदै हिँड्नु नि राम्रो छ सर अर्को राम्रो छ है ब्यान्डबारे नुन र चिनी हो कफी र चिनी चाहिँ लाग्यो खोना जाऊँ मैं रात दिन नजरों में जितनी कभी गीत चाहिँ आउँदैन तर नि हान्दिनँ खाजा खाने टाइम भयो केटा हो यहाँ स्टार हानिदिइसक्यो वेदर चाहिँ चिल छ अब चिल छ वेदर चाहिँ ल हाम्रो खाना खाने भेट्नु पर्छ अब फ्रन्ट क्यामेरा राम्रो रहेछ ब्याक भन्दा हाम्रो केटाहरू जुन चाहिँ खिचा छ कि तर
यस्तो घरको काम नगरे पनि बाहिर छोड्दैन है फेरि केटाहरूले गर्नु पर्यो नि त हो ओइ यो दु अहिले ए हामीलाई नि छोडिदिएको ए आफ्नो सामान त आफै दुने त यस्तो छ भर्खर तारिख भने सबै रङै रङ आफ्नो छ आफै त दु ओइ त्यो दिँदै त मेरो अहिले आम्मा गसाले सोडेको के हो त्यो धनकुटाको फोहोर पाल्छस् कहाँदेखि फर्के धनकुटा जाँदाखेरि मोए वाला मिमो हेरेको छुइनँ म फोकटमा टाइम छैन मलाई तिम्रो त बेरोजगार हो त तेरै मिम बनाइदिएको म भनेको त राति मात्रै हो क्या सुन्न तेरै मिम मोबाइल कसम भनेको टाइम त पाउँदिनँ म छैन हामीलाई गाडी कुदाउँदैन हेलिकप्टर उडाउँछ पर्ख न त्यसदेखि बढ्दै बढ्दै गइहाल्छ त गाह्रो लागेछ है गाह्रो लागेछ सुध्रेछ आम्मा दाइको पो गाह्रो लाग्यो अन्त है अब अन्त है अरे म मेरो कुरा गर्दैछु आम्मा मेरो पनि भाइ मेरो पनि लाग्दैछ के भनेको आम्मा तिम्रो दाइ पनि मोटाउँदैछ के भनेको नदेखेला तर मोटाउँदैछ त्यो चाहिँ कस्तो मोटाएको नदेखाएको गेम चाहिँ बन्छ ल्याङ्की फिट उता छ त्यो दाइको चाहिँ तपाईँको त्यो मासु मात्र हल्का मसल यस्तो लाइन त्यो निस्किनु पर्छ क्या म्यान भएपछि तपाईँको त सिल्की मात्र छ यस्तै त राम्रो नि ल गाइस हामी चाहिँ यत्रो बेरको मेहनत देखियो मेहनत पछि चाहिँ ठ्याक्कै हामी चाहिँ अब माथि टुप्पोमा आइपुग्यौँ दानाबारीको जहाँनिर नेपालको झन्डा छ त्यहाँबाट भ्यूहरू पनि देखिन्छ ठिकठिकै त्यहाँ गएर अब मस्तसँगले भेट्नुपर्छ है राइट शीतल गर्मी शीतल भइरहेछ भने उफ क्या शीतल यार बाबा ल अब आउनु लाग्यो अगाडि हेर्नु भन्यो भने पुरै कुहिरोले धुम बनाइदिएर धुम 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 के गर्नु अब यस्तै छ ट्याक्कसँगले केटाहरू आउँदैछ पछाडि दुईजना होइट भाइ भ्लग बनाउने भनेको होइन अघि नि यो गाइज के भन्नु भन्ने पुरै छैन लभली वाट लभली लभली यस्तो सलाएको छ र नि जाडो एक रति भएको छैन माउन्टेन ड्युको पावर डर क्या हो सीधे ओइ भाइ कति बिस्तारै लिएको त साह्रै न कोट माटोले कोट अन्डरडग छ यहाँ हाम्रो ज्याप्स विपिन कार्की चिना छैन कोपी बिन कार्की भस्मे डाउनु भस्मे चिना छैन कि क्या हो मलाई अर्को राक्षस जागो लादे साला क्यान्डी क्रस गाइस फाइनली गाइस धरानको भ्यू बहुत अहिले भर्खर चाहिँ अब अलिअलि देखेछ होइन यो चाहिँ उयसको खोला त्यो चाहिँ धरानको भ्यू के भन्छ त्यसले के भयो हाम्रो धरान अधेरी खोलाको पुल हो क्या त्यो त्यहाँदेखि उतापट्टि चाहिँ केराबारी यो खोला क्रस गरेपछि केराबारी गाइस बल्ल धरानको भ्यू मजाले देखिन थाल्यो है आमा अझै यो कालो बादल हट्यो भने चाहिँ बब्बाल देखिन्छ अझै देखिन्छ देखाउनु बेच्चा
यहाँबाट चाहिँ यहाँबाट चाहिँ आधी मात्रै देखेला किनभने यो कालो बादलले गर्दाखेरि आधी देखेको छैन होला होइन यो डाँडाले गर्दाखेरि नत्र चाहिँ A1देखि भनेको बब्बाल अब यस्तो गीत गाउँदै बस्नुपर्छ एकछिन होइन एक दुईवटा गीत सुन्नु होला सबै कुरा बलिएको छु म आएको छु फेरि म तिम्रो माया सम्झेर थाहा भयो अब मलाई कि तिमी नै हो मेरो जीवन बानी भइसकेछौ तिमी मलाई बाँच्न सक्दिन एक पल सुन्दरी जुम्री महिना जाडो छ रात निगाला चौरी पर्छ लु गाइस हामी चाहिँ माथिबाट फर्कियो है ट्याक्कसँगले अहिले चाहिँ धरानको भ्यू अलिक मजाले क्लियरली देखिरहेछ केटाहरू तलतिर पुगिसक्यो यहाँ फोटो एक दुईवटा फोटो किचिक 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 हान्ने रे हानेर अनि लाग्दिनु पर्छ है त गाइस ल फोटो खिचेर भेटौँ उसले भ्यागु त पकाट्ने बाजी खेल्ने क्या नालीमा चाहिँ च्याप 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 अब बरु मजा लाग्ने यहाँ बसिकन ट्याक्कसँगले धरानको पुरै धरानको भ्यू हेर्दै हो अब यहाँ यता चाहिँ पुरा क्लियर छ अनि यहाँ चाहिँ कालो बादलले छेकेछ ठाउँमा आएर होला अलिक कन्नार पनि गोरो गोरो भएको छ ऊ माथि बादलले छेकिरहेको ए मलाई थाहा छ होइन न लागेको छैन लागेको ढिटी टाकिदिन्छ अनि देखेर पनि थाहा पाउँदैन आइकोहरू छ यस्तो छ नेपालको मान्छे धरानको मान्छेहरू यस्तो अब कत्रो लामो सर्को ढाड भाँचिएपछि त्यो बिचमा हान्नुभयो कत्रो आँक गर्दैछु त्यो जिउ छ अलि अरट्ठ भएर छ जिउ त्यो जिउ हलाउँदैछ भिजाइदेऊ न भाइरस भन्दा चाहिँ बासमतीलाई निगा भइसक्यो प्योर निगा अब चाहिँ भ्लग यतै एन्ड गर्नुपर्ने हुन्छ सो थ्याङ्क्स फर वाचिङ गाइज सी यू द नेक्स्ट भ्लग थ्याङ्क यू